हर्क सम्बाङलाई नि जति पनि जस विरोध गर्ने मान्छेहरू छ, विरोध गर्ने खालको मान्छे चाहिँ जस दुई खालको छ क्या। अब कस्तो दुई खालको भन्दाखेरि एउटा अवसरवादी अनि एउटा पार्टीको झोले। अनि जुनै पनि जस्तै अब नयाँ पार्टी खोल्छ नि, अनि नयाँ पार्टी खोल्दाखेरि त्यहाँ त कार्यकर्ता चाहिएन, चाहियो नि। अनि उप धरान छ, धरानमा पस्छ चाहिँ होला, तर पश्चिममा गएर खोल्नु पऱ्यो भने बैतडीमा डाङमा गएर खोल्नु पऱ्यो भने त मान्छे त्यहाँको बनाउनु पऱ्यो नि त, स्थानीय मान्छे बनाउनु परेन कार्यकर्ता। अनि कस्तो हुन्छ भने अब नयाँ पार्टीमा चाहिँ कार्यकर्ता चाहिन्छ, हर कुरा चाहिन्छ, अनि पदहरू यता गर्नु पाइन्छ भनेर खुर्र कुदेर आउने, अनि यसो दुई चारजना मान्छे ल्याउने, अनि टाइफाइड गर्ने, अनि अब त्यहाँदेखि पायो भने ठाउँ पायो चुप लाएर बस्ने। जस्तै अब त्यहाँ ठाउँ पाइएन, अनि जुन उनीहरूले तागेको अवसर हुन्छ त्यो पाएन भने अनि जाने। त्यस पछाडि हर्क सम्बाङलाई के गर्ने, विरोध गर्न थाल्ने। हर्क सम्बाङ यस्तो हो, अनि त्यस्तो हो, अनि यस्तो हो, त्यो खालको मान्छेले एउटा कुरो विरोध गर्छ। अनि अर्को भनेको पार्टीको झोले, जो हुन्छ नि आजसम्म देशलाई लुटेर राखेको पार्टीलाई भोट दिएर बसेको हुन्छ नि झोले। अनि त्यो झोलेको चाहिँ सोच पनि कस्तो हुन्छ भने कहाँदेखि दुई चार पैसा खान पाइन्छ, कहाँदेखि भ्रष्टाचार गर्न पाइन्छ, होइन, कहाँदेखि कसलाई चाहिँ ढाँट्न पाइन्छ, त्यो खालको सोच भएको हुन्छ क्या झोले। अनि त्यो झोले चाहिँ विरोध गर्छ क्या। अब किन विरोध गर्छ भन्दाखेरि हर्क सम्बाङको पार्टीमा आयो भने त अब भ्रष्टाचार गर्न पनि पाइँदैन, ठगरा खान पाइँदैन, होइन। त्यस पछाडि त त्यहाँ त मिहिनेत गर्नु पऱ्यो, परिश्रम गर्नु पऱ्यो। अब त्यहाँ भनेको त अब हर्क सम्बाङको पार्टीमा कस्तो भने चाहिँ अब त्यहाँ प्रवेश गरिसक्दाखेरि माटोको कसम खानु पऱ्यो। माटोको कसम खाएर चाहिँ म भ्रष्टाचार गर्दिनँ भन्नु पऱ्यो। अनि भ्रष्टाचार नगर्ने पार्टीमा त आउँदैन त झोले त, त्यो झोलेले विरोध गर्ने हो क्या। अनि हर्क सम्बाङकोमा भनेको आउने मान्छेले कस्तो भन्दाखेरि जुन देश अनि जनता समाजको लागि सोच्ने निष्पक्ष रूपमा म एक रूप पनि भ्रष्टाचार गर्दिनँ र यो देश र यो जनता र यो समाजको लागि चाहिँ के गरेर देखाउँछु र के गर्नुपर्छ भन्ने सोच विचार भएको मान्छे चाहिँ हर्क सम्बाङको पार्टीमा जोडिन्छ क्या। जब त्यो जोडिन्छ नि त्यो निस्केर जाँदैन क्या। जुन त्यो अवसर बिनाको मान्छेहरू जोडिन्छ नि, जस्तै मलाई चाहिएन एउटा सदस्य कार्ड अब हुन्छ, तर म देश र यो समाजको लागि म चाहिँ के गर्छु भनेर सिद्धान्त बोकेको मान्छे जब हर्क सम्बाङको पार्टीमा प्रवेश हुन्छ र त्यहाँ जोडिन्छ नि, त्यो मान्छे कता पनि छुटेर जाँदैन क्या। तर जुन अवसरवादीहरू चाहिँ त्यहाँनिर जोडिएको हुन्छ तिनीहरू चाहिँ निस्किँदै जान्छ। अनि तिनीहरूले हो क्या विरोध गर्ने। अनि यहाँ हेर्नुहोस्, यो कविता छ नि, यो कविता दिदी चाहिँ यस अवसरवादी नै हो क्या। उहाँको प्रोफाइल भिजिट गर्नु होला, उहाँले मजाले विरोध गर्नुभएको रहेछ, मलाई यस्तो गरौँ त्यस्तो गरौँ भनेर हेर्नु होला। उहाँ चाहिँ 100% अवसरवादी हो। उहाँको प्रोफाइलले भिजिट गर्नु होला, अनि उहाँको के रहेछ कार्यहरू मजाले थाहा पाउनुहुन्छ तपाईँहरू।